नमस्कार। कुनै पनि देशले आफ्ना ठूला ठूला सपना र आकांक्षाहरूलाई भनौं न कसरी पैसाको यथार्थमा बदल्छ? आज हामी यही महत्त्वपूर्ण प्रश्नको जवाफ खोज्ने प्रयास गर्नेछौं। ल, एउटा उदाहरण सोचौं। मानौं एउटा घर बनाउँदै हुनुहुन्छ। तपाईसँग घरको नक्सा छ, त्यो भयो तपाईको सपना। अनि काम गर्नलाई एउटा हतौडा छ, त्यो भयो औजार। तर हरेक किला, हरेक इँटा त्यही नक्सा अनुसार ठ्याक्कै ठाउँमा लागिरहेको छ भनेर कसरी थाहा पाउने? हाम्रो स्रोत सामग्रीले यसलाई एकदमै राम्रोसँग भनेको छ। योजना भनेको सपना हो, बजेट भनेको औजार हो, र एमटीईएफ चाहिँ यो दुईलाई जोड्ने पुल हो। आजको हाम्रो छलफल 5वटा मुख्य भागमा हुनेछ। हामी एउटा विचार कसरी जन्मन्छ र त्यो कसरी कार्यान्वयनको यथार्थसम्म पुग्छ भन्ने हेर्नेछौँ। र यो प्रणाली कसरी चल्छ मात्र होइन, कहाँनेर गएर यो अड्किन्छ भन्ने कुरा पनि पत्ता लगाउनेछौँ। ल, त्यसो भए यो सपना, औजार र पुल भन्ने कुरालाई अलि गहिरेर हेरौँ न। देशको अर्थतन्त्रको कुरा गर्दा यी शब्दहरूको खास अर्थ के लाग्छ त? आउनुहोस्, यिनीहरूलाई बुझौँ। योजनालाई देशको एउटा ठूलो, लामो सपनाको रूपमा सोच्न सकिन्छ। यसले भन्छ हामी कहाँ पुग्न खोज्दैछौँ। अनि अर्कोतिर छ बजेट। यो चाहिँ त्यो यात्राको लागि बनाइएको 1 वर्षे, कानुनी रूपमै मान्ने पर्ने एउटा कार्ययोजना हो। यसले भन्छ यो वर्ष हामी ठ्याक्कै के गर्दैछौँ। तर हरेक वर्षको दौडधुपमा त्यो लामो सपना कतै हराउँछ कि भन्ने डर हुन्छ, होइन त? हो, ठ्याक्कै त्यही लिएर आउँछ पुलको भूमिका। एमटीईएफ यो यस्तो एउटा फ्रेमवर्क हो जसले सबैलाई आउने 12 महिनाभन्दा पर हेर्न लगाउँछ र आजको खर्चले भोलिको लक्ष्यलाई मद्दत गरिरहेको छ भन्ने कुरा सुनिश्चित गर्छ। आजको बजेटलाई साँच्चै बुझ्न हामीले अलिकति इतिहासतिर फर्केर हेर्नै पर्छ। यो वित्तीय योजनाको अवधारणा कुनै आजको नयाँ आविष्कार होइन है। यो त हजारौं वर्ष लामो कथा हो जसले साम्राज्यहरू र प्रजातन्त्रहरूलाई आकार दिएको छ। यो यात्रा हेर्नुहोस् त, कस्तो रमाइलो छ। सुरुमा त राजाहरूले अन्न र श्रमको हिसाब राख्थे, तर समय बित्दै जाँदा यो केवल हिसाब किताब रहेन। यो त जनताले आफ्ना शासकहरूलाई जवाफदेही बनाउने एउटा शक्तिशाली औजार बन्यो। र यसैको एउटा महत्त्वपूर्ण कोसेढुङ्गा हो सन् 1952मा नेपालले प्रस्तुत गरेको पहिलो औपचारिक बजेट, जुन आधुनिक शासनतर्फको एउटा ठूलो फड्को थियो। ल, अब हामीले यी 3वटा स्तम्भहरूलाई त चिन्यौं। अब यिनीहरूलाई सँगै राखेर हेरौँ न, व्यवहारमा यिनीहरू एक अर्काभन्दा कसरी फरक छन्। आउनुहोस्, यसलाई अलि केलाएर हेरौँ। यहाँ एउटा रमाइलो तनाव देखिन्छ, होइन त? योजना भनेको सम्भावनाहरूको संसार हो। यो लचिलो हुन्छ, महत्त्वाकांक्षी हुन्छ। तर बजेट भनेको वास्तविकताको मैदान हो। यो कठोर हुन्छ, यो कानुन हो, र यो चालु वर्षको आम्दानीको यथार्थमा बाँधिएको हुन्छ। अनि अर्को कुरा के हो भने यो प्रक्रिया कसले चलाउँछ भन्नेले पनि फरक पार्छ। ठूलो दृष्टिकोण अर्थात् योजना प्राय राष्ट्रिय योजना आयोग जस्ता निकायले माथिबाट तय गर्छन्, तर बजेटका साना साना विवरणहरू, कुन मन्त्रालयलाई वास्तवमा के चाहिन्छ भन्ने कुरा तलबाट माथि आउँछ। एमटीएफले चाहिँ यी दुई फरक संसारलाई मिलाउने प्रयास गर्छ। सिद्धान्तमा त यो सबै एकदमै राम्रो सुनिन्छ, तर जब एउटा राम्रोसँग बनाइएको योजनाले कार्यान्वयनको अस्तव्यस्त यथार्थको सामना गर्छ, तब के हुन्छ? हो, प्राय सबैभन्दा ठूला चुनौतीहरू त्यहीँनेर देखा पर्छन्। नेपालको सन्दर्भमा हेर्ने हो भने यो यात्रा सोचे जस्तो सजिलो छैन। यहाँ एउटा मात्र होइन, चुनौतीहरूको पुरै जालो छ। छिटो फेरिने सरकारले गर्दा प्राथमिकताहरू बदलिरहन्छन्। अनि अर्को एउटा गम्भीर समस्या छ जसलाई अन्तिम त्रैमासिक सिन्ड्रोम पनि भनिन्छ। यो भनेको आर्थिक वर्ष सकिन लाग्दा बजेट सक्नकै लागि हतारमा पैसा खर्च गर्ने चलन हो, जसले गर्दा प्राय अनावश्यक खर्च बढ्छ र कामको गुणस्तर पनि खस्किन्छ। तर समस्याहरू मात्रै पहिचान गरेर त भएन। यो त आधा कथा मात्र भयो। बाँकी आधा कथा भनेको ती समस्याहरूलाई पार गर्न प्रभावकारी समाधानहरू खोज्नु हो। खुसीको कुरा के हो भने यी समस्याहरू समाधान नै गर्न नसकिने खालका छैनन्। समाधानहरू कुनै रहस्य पनि होइनन्। यो भनेको तालिम दिएर जनशक्तिमा लगानी गर्नु हो, खरिद प्रक्रियालाई पारदर्शी बनाउन प्रविधिको प्रयोग गर्नु हो, र सबैभन्दा महत्त्वपूर्ण देशका ठूला योजनाहरूलाई क्षणिक राजनीतिबाट जोगाउनका लागि बलियो कानुन बनाउनु हो। अब यी सबै कुराबाट हामीले बुझ्नुपर्ने खास कुरा के हो भने बजेट भनेको केवल हिसाब किताबको एउटा कागज मात्र होइन। यो त राष्ट्रको आर्थिक यात्रा, सामाजिक समानता र सुशासनको जग हो। यसले कुनै पनि देशका प्राथमिकताहरू के हुन् र रूपान्तरणको सम्भावना कति छ भन्ने कुरा प्रष्ट देखाउँछ।
र अन्त्यमा यसले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्नमा ल्याएर छोड्छ। के सही रणनीतिहरू अपनाएर नेपालले आफ्नो योजना र बजेट बीचको पुललाई यति बलियो बनाउन सक्छ जसले साँच्चै राष्ट्रको आकांक्षाको भार बोक्न सकोस्?